नमस्कार दर्शकबिन, यतिखेर तपाईँ हेर्दै हुनुहुन्छ सर्टकट न्युज। सर्टकट न्युजमा आज हामी चर्चित कमेडियन पवन खतिवडाका पूर्व पत्नी सुम्निमा खालिङ कस्तो अवस्थामा छिन् भन्ने बारेमा समाचार लिएर आएका छौँ। केही दिन अघि एक काली लाग्दो दृश्यले सामाजिक सञ्जाललाई हल्लाएको छ। चर्चित कमेडियन पवन खतिवडा माकुरीको पूर्व पत्नी सुम्निमा खालिङ सडकमा अचेत अवस्थामा भेटिन्। उनलाई त्यहाँका स्थानीय तथा सुरक्षाकर्मीले कागती पानी समेत पिलाउनु परेको थियो। यसै दृश्यमा हामीले पवन खतिवडा माकुरीलाई फोन गऱ्यौँ, तर पवन खतिवडाले निकै गहिरो दर्दनाक कथा भने। माकुरीले फोन श्रीमतीको सडकमा लड्नु भएको छ, तपाईँको श्रीमती सडकमा लड्नु भएको छ भन्दा माकुरीको जवाब कस्तो थियो त? माकुरीको जवाब थियो, एउटा कठोर शब्द थियो, सुनियो, को श्रीमती, म त चिन्दिनँ। तर पृष्ठभूमि लुकेको पीडा अझै कठोर थियो। सायद कहिले नबोलिएको त्यो शब्द जान्दिन्, तर हृदयको कुरा माकुरीलाई अझै पनि थाहा छ। सुम्निमा कहिले अपरिचित थिइनन्। सुम्निमा खालिङ सिक्किमकी छोरी थिइन्। ठुलो सपना बोकेर काठमाडौँ छिरिन्। काठमाडौँको उज्यालो खुसीले उनलाई त्यहीँ रम्न पुगिन्। त्यही क्रममा पवन खतिवडा यानि कि माकुरीसँग उनको भेट हुन पुग्यो। बिस्तारै उनीहरूको सम्बन्ध नजिक नजिक हुन गयो र एकअर्कामा उनीहरू मिल्न पुगे। आफ्नो दुःख साटासाट गर्न थाले। उनीहरूबीच माया, प्रेम, स्नेह बढ्न थाल्यो र उनीहरूबीच माया बस्यो र उनीहरूले विवाह पनि गर्ने निर्णय गरे र विवाह पनि गरे। त्यसपश्चात उनीहरूको विवाह पनि भयो। विभिन्न मिडियाहरूमा पनि आए, तर आज यो दुःखद घटनाहरू देखिरहँदा अथवा भनौँ देख्नु परिरहेको हुँदा निकै दुःख लागेको छ। के सुम्निमाको मात्रै गल्ती थियो त? यहाँ पवन खतिवडाको गल्ती थिएन? यानि कि पवन खतिवडा माकुरीको पनि गल्ती थिएन होला? आज पूर्वपत्नी यस्तो अवस्थामा हुँदा पवनको मन किन दुखेन? आखिरी पूर्व पत्नी भने पनि ती पत्नी नै त हुन्। पूर्व पत्नी हुन्, ठिक छ, तर पनि पूर्व पत्नी भए पनि आज यो अवस्था देख्दा पवनको मन थोरै दुख्नु पर्ने हो। उनीहरूको जिन्दगी यस्तो कसरी भयो? आखिर किन पवन खतिवडाले डिभोर्स दिनसम्मको योजना बनाएर डिभोर्स दिए? आज यो अवस्थामा पुग्दाखेरि पवनले किन वास्ता गरेनन्? किन रुखो बोली बोले? पत्रकारले फोन गरेर सोद्धाखेरि पवनको जवाब रुखो थियो। को पत्नी, को बुढी, म त चिन्दिनँ। हो दर्शकबिन, उहाँ पवन खतिवडा यतिखेर महान कलाकार, महान कमेडियन हुनुभएको छ, थाहा छ, सबैलाई थाहा छ। तर आखिर किन? जे भए पनि उनको आफ्नो श्रीमती हो नि। पूर्व पत्नी नै भए पनि आज सडकको बास हुँदा, त्यो अचेत अवस्था हुँदा किन पवन खतिवडाले वास्ता गरेनन्? यस्तो अवस्थामा त पवनले केही साथ र सहयोग त गर्नुपर्ने हो। आखिर उनको पूर्व पत्नी हो, तर उनले आफ्नो कुनै पनि जवाफमा सुम्निमा खालिङप्रति कुनै सद्भाव जनाएनन्। दर्शकबिन, माया प्रेम भन्ने चिज साह्रै अप्ठ्यारो रहेछ जिन्दगीको लागि।